आज चाहिँ मैले पनि चिज एन्ड बटरवाला करेन्ट खान लाग्दैछु। यो भन्दा अगाडि चाहिँ मैले कहिले पनि खाएको छैन। अब यशोदा फुडले नै पिआर प्याकेज पठाइसकेपछि नखाने कुरो पनि त भएन। अरूको रिभ्युज हेर्दा र सुन्दा चाहिँ छ्या यो पनि मिठो हुन्छ र यस्तो पनि करेन्ट हो र भन्ने सुनिएको थियो। अरूको रिभ्युज हेरेर सुनेर पनि मैले किनेर चाहिँ खाएको थिएन। के साँच्चै बटर एन्ड चिज यो पिङ्कवाला करेन्ट नमिठो छ त? मिठो नमिठो चाहिँ आफूले खाएपछि मात्रै थाहा हुन्छ। हुन त आफ्नो आफ्नो स्वाद हुन्छ, कसैलाई गुलियो मनपर्छ, कसैलाई पिरो मनपर्छ। अब खाएर हेरौँ मलाई यो करेन्ट मनपर्छ पर्दैन। खाए ल साथीहरू। यो करेन्ट चाहिँ मुखमा हाल्न बित्तिकै गुलियो गुलियो पिरो पिरोवाला स्वाद आइरहेको थियो। जुनसुकै नुडल्समा पनि मलाई लेमन मिक्स गरेर खान चाहिँ एकदमै मनपर्छ। फर्स्ट बाइट विदाउट लेमन टेस्ट लिनलाई खाएँ। रियल टेस्ट त थाहा पाउनु पर्यो नि होइन र? अब लेमन मिक्सवाला खाम है त। गुलियो पिरो चिज बटरको साथमा लेमन मिक्स गरेर खाँदाखेरि त झन् नमिठो त हुने कुरै भएन। साँच्चै भन्ने हो भने मैले अरूको फिडब्याक देखेर पनि मैले यो करेन्ट चाहिँ किनेर खाएको थिएन। पिरो कम खानेहरूको लागि चाहिँ यो करेन्ट एकदम ठिक्क छ। मलाई चाहिँ पिरो धेरै मनपर्ने भएको कारण एक्स्ट्रा छोपको अचार पनि मिक्स गरेर खाँदैछु। एउटै करेन्टलाई फरक फरक तरिकाले फरक फरक स्वादमा पनि लिए। अरूको फिडब्याकमा छ्या भने अनुसारको चाउचाउ छ्या चाहिँ छैन। मलाई चाहिँ मन पर्यो, अबबाट किनेर पनि खाने भएँ है त।